पहिचान गराउँदै एउटा संस्था आफ्नै बलबुतामा र कयौं मजबुरीका बावजुद पनि स्थापित गर्दै एउटा इफाउ स्थापित गरेर अगाडि बढाउने संस्थापक अध्यक्ष तारा थापालाई आफ्नो दुई शब्द राख्न म आग्रह गर्दछु। हजुर, मेरो नाम तारा थापा, नमस्ते एफाको फौज होइन। अनि यो संस्था चाहिँ 2009 देखि हजुर सही तरिकाले यसरी भएको थियो र हाम्रो संस्था बढी चाहिँ यो संस्थामा चाहिँ बढी जर्मनहरूको निर्भर भइरहेको छ र फर्दर मितकृतहरूको के भन्नु बाट नै हामीले नेपालको सहयोग मुस्ताङ जिल्ला खोबाङ मुस्ताङमा चाहिँ सहयोग गरिरहेको छु। एक्जाम्पल अस्ति चाहिँ खोबाङ स्कुलमा सिर्जना अदास स्कुलमा चाहिँ म्युबल अस्टाटो अब नेपालमा के भन्छ म्युबल अस्टाटोहरूमा चाहिँ सहयोग गरिरहेको छु र पार्किङ केन्द्रहरू पनि अलि सोचिरहेको छु धेरै। अब अगस्तदेखि नै अब जर्मनहरू चाहिँ पार्किङ केन्द्रहरूको अब नेपाल पनि जाँदैछु म अक्टोबरमा, त्यसको लागि चाहिँ पूर्ण प्रयास छ। धन्यवाद। यसै गरी चौतारी समाजका अध्यक्ष श्री कृष्णप्रसाद गौतम जो राष्ट्रिय समन्वय परिषदको पनि केन्द्रीय सदस्य हुनुहुन्छ, उहाँलाई आफ्नो सानो मन्तव्य राखिनु हुन हार्दिक अनुरोध। धन्यवाद। आदरणीय एनआरएन संरक्षक रामप्रसाद थापाज्यू, एनआरएन अन्तर्राष्ट्रिय मेम्बर कुमार पन्तज्यू, एनआरएन राष्ट्रिय समन्वय परिषद अध्यक्ष दिलबहादुर गुरुज्यू, एनआरएन राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष हेगरा सुवेदज्यू, हाम्रो एनआरएनका साथीहरू र यहाँ उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू, आजको हाम्रो भेलाको कार्यक्रम त हामी सबैलाई सर्वविदित छ र आज हाम्रो गैर आवश्यक नेपाली सङ्घको एउटा चाहिँ क्षेत्रीय दोस्रो सम्मेलनमा सबैलाई हामी सबैहरूबाट आज राम्रो एउटा चाहिँ प्रतिनिधिहरूको चाहिँ गठन भइरहेको हुँदा यहाँहरू सबैबाट चाहिँ राम्रो टिम बनाउनको लागि सहयोग गरिदिनु हुन अनि म धन्यवाद दिन चाहन्छु। धन्यवाद। धन्यवाद। उहाँले छोटो दुई शब्दमै आजको कार्यक्रमको मुख्य उद्देश्य र आवश्यकता प्रस्ताइदिनु भयो। हामीले कलेजमा इक्जाम दिँदा एउटा सानो 4 शब्द मात्रै पायौँ भने के 10 नम्बरको एउटा प्रश्न हुन्थ्यो, सबैसँग व्याख्या गर्नुहोस् भनेर आएको हुन्थ्यो। सानो 4 लाइन हुन्थ्यो, त्यसैले हामीले 2 लत्ता उनीहरू लेख्थ्यौँ। कृष्णप्रसाद गौतमले आजको हामीले 2 लत्ता लेख्ने अभ्यास हामीले गर्ने हो, तर त्यो 4 शब्दमै भनिदिनु भयो, एउटा सफल टिम निर्माण गरोस् र जसले आगामी दिनमा